यौन सम्पर्क केवल सन्तान उत्पादन वा शारीरिक आवश्यकता मात्र होइन, यो दुई व्यक्तिबीचको गहिरो भावनात्मक मिलन र प्रेमको अभिव्यक्ति पनि हो। धेरैजसो जोडीहरूमा पुरुष चाँडै चरम सुख यानि अर्गाजममा पुग्ने तर महिलालाई समय लाग्ने गुनासो सुनिन्छ। विज्ञानका अनुसार महिला र पुरुषको शारीरिक संरचना र हर्मोनको काम गर्ने तरिका फरक हुन्छ। महिलालाई चरम सुखमा पुग्नको लागि शारीरिक मात्र होइन, मानसिक तयारीको पनि उत्तिकै आवश्यकता पर्छ। यहाँ केही शैक्षिक र व्यावहारिक सुझावहरू छन् जसले जोडीहरूलाई मद्दत गर्न सक्छ। 1. पूर्व क्रीडा यानि फोरप्लेको महत्व। धेरैजसो पुरुषहरू सिधै यौन सम्पर्क यानि पेनिट्रेसनमा हतार गर्छन्, जुन महिलाको लागि सन्तुष्टिको बाधक बन्न सक्छ। महिलाको शरीर पूर्ण रूपमा उत्तेजित हुन समय लाग्छ। सुझाव: चुम्बन, स्पर्श र अंगालो जस्ता क्रियाकलापमा प्रशस्त समय दिनुहोस्। जति लामो फोरप्ले हुन्छ, महिलालाई चरम सुखमा पुग्न उति नै सहज र छिटो हुन्छ। 2. क्लिटोरिसको भूमिका। धेरै अध्ययनहरूले देखाएको छ कि धेरैजसो महिलाहरू केवल योनि प्रवेश यानि पेनिट्रेसनबाट मात्र चरम सुखमा पुग्न सक्दैनन्। महिलाको योनिको माथिल्लो भागमा हुने क्लिटोरिस पुरुषको लिङ्ग जस्तै संवेदनशील हुन्छ। सुझाव: यौन सम्पर्कको दौरान क्लिटोरिसको उत्तेजनामा ध्यान दिनुहोस्। यसले महिलालाई छिटो र गहिरो सन्तुष्टिमा पुर्याउन मद्दत गर्छ। 3. भावनात्मक सम्बन्ध र तनावमुक्त मन। महिलाको लागि यौन सन्तुष्टि दिमागबाट सुरु हुन्छ। यदि उनी तनावमा छिन्, थकित छिन् वा सम्बन्धमा खटपट छ भने उनलाई चरम सुखमा पुग्न गाह्रो हुन्छ। सुझाव: यौन सम्पर्क अघि राम्रो कुराकानी गर्नुहोस्, प्रशंसा गर्नुहोस् र उनलाई रिल्याक्स महसुस गराउनुहोस्। सुरक्षित र मायालु वातावरणले हर्मोनहरूलाई सक्रिय बनाउँछ। 4. खुलेर कुराकानी यानि कम्युनिकेसन। सबै महिलाको शरीर र चाहना एकै किसिमको हुँदैन। कसैलाई एक तरिका मनपर्छ भने अर्कोलाई फरक। सुझाव: तिमीलाई के गर्दा राम्रो लाग्छ वा के म सही गरिरहेको छु भनेर सोध्न नहिचकिचाउनुहोस्। एक अर्काको चाहना बुझ्दा नै असली सन्तुष्टि मिल्छ। 5. हतार नगर्नुहोस् यानि पेशेन्स। यौन एक दौड होइन, यो एक यात्रा हो। जति हतार गर्नुहुन्छ, गन्तव्यमा पुग्न उति नै गाह्रो हुन सक्छ। विस्तारै र धैर्यताका साथ अगाडि बढ्दा दुवैले सँगै आनन्द लिन सकिन्छ। सुखी यौन जीवनको रहस्य विश्वास, समय र समझदारीमा लुकेको छ। आफ्नो महिला साझेदारको शरीर र भावनाको सम्मान गर्नुहोस्। जब उनी भावनात्मक रूपमा सुरक्षित र शारीरिक रूपमा तयार महसुस गर्छिन्, तब चरम सुखको अनुभव दुवैको लागि सुखद हुन्छ।